मम्मी हुनुहुन्छ मम्मी हामी खास कता हिँडेको छौँ खै चन्द्रगिरी अरे चन्द्रगिरी होइन यो म चाहिँ दिइराखेँ ए त हेर्नु न मम्मी खास त के हो भने मेरो मम्मीको चाहिँ अपरेसन हुनुभन्दा अगाडिदेखि नै चन्द्रगिरी चाहिँ जाने इच्छा थियो कहिले पनि हामी कोही पनि गएको थिएनौँ भने अपरेसन सकेपछि बल्ल तल अलिअलि नै हिँड्न सक्ने हुनुभयो त्यही भएर नि हामी चन्द्रगिरी गयौँ त्यहाँनिर दर्शनहरू गऱ्यौँ धेरै ठाउँ बिसाउँदै हिँड्नु परेको थियो अपरेसन पछि मेरो मम्मी चाहिँ बेडमै मात्रै सुत्ने होइन उठ्ने बित्तिकै रिङ्गटा चल्ने हिँड्न नसक्ने हुनुभएको थियो तर मैले जबरजस्ती होइन चाँडो निको हुनु हिँड्ने कोसिस गर्नु अनि चन्द्रगिरी जानुपर्छ भने मान्छेको इच्छा शक्तिले पनि एकदम निको हुने रहेछ हुन्छ हजुर मम्मीले यताबाट बोलेर मम्मी बिहान ओऱ्यो टिका होस् मम्मीलाई पनि यो लगाइदिन्छु बन्न युद्ध गर्नु हिँडेको क्या यिनीहरू जोस् धेरै समयपछि मेरो मम्मी अलिअलि हाँस्नु भएको थियो अपरेसनपछि त उहाँले बोल्नु पनि हुन्थ्यो हाँस्नु पनि हुनुहुन्थ्यो केही पनि इमोसनलेस जस्तो बिहान दिउँसो बेलुका होइन टाइम टाइममा औषधि खानुपर्ने फेरि माथि भोकै पनि थियौँ औषधि पनि खानुपर्ने अनि अब त्यति धेरै 2-3 मिनट भन्दा हिँड्नु भएको थिएन कोठामा बस्दाखेरि अनि चन्द्रगिरीमा चाहिँ धेरै बेर हिँड्यो थाक्नु पनि भएको थियो त्यही भएर हामी छिटो गरेर फर्क्यौँ उहाँलाई फेरि होटलको चिल्लो पिरो त्यस्तोहरू खानु नहुने त्यही भएर अब माथि भने जस्तो खाने ठाउँहरू पनि थिएन त्यही भएर हामी चाहिँ एकदम यो केबल कारबाट मुनि झरेपछि खाउँला भनेर छिटो झऱ्यौँ ठ्याक्कै यहाँ मुनि बाटो पनि देखिने मम्मी तपाईँलाई अलिकति डर लागेन रमाइलो लाग्यो खुसी लाग्यो ए तपाईँको त के भन्नु तपाईँलाई त डर पनि लाग्दैन के नलाग्ने हुनुभएको छ जे होस् चन्द्रगिरी घुम्ने इच्छा शक्तिले आज मम्मी निकै बेर हिँड्न सक्ने हुनुभयो त्यसमा धेरै खुसी छु